सबैजना नमस्ते। नमस्ते। वास्तवमा आज यो हाम्रो एउटा सामाजिक सञ्जालमा अथवा टिकटकमा जुन यी युवाहरू हाम्रो यो भुटा दुईका यो जुन भाइहरूले दुईटा भाइले यो हाम्रो जातित्व सम्बन्धी जुन उहाँहरूले एउटा फेसबुकमा टिकटकमा जुन हाल्नु भएको छ, यो वास्तवमा साह्रै दुःखद कुरा हो। किनभने यसमा तपाईँहरू निर्धक्क हुनुहोला र म हाम्रो साथीहरू सबैजनालाई मैले भनेको छु, तपाईँ युवा विशेष गरी तपाईँ हामी युवालाई म के आग्रह गर्छु भने गल्ती कोही एउटा फटाले गर्छ, त्यो फटालाई कारबाही गर्नको निमित्त मैले जिल्ला प्रहरी कार्यालयमा एसपी साहबसँग पनि मैले कुरा गरेको छु। उहाँले पनि भन्नुभएको छ कि कुनै पनि ऊ हुँदैन कि त्यसलाई कारबाही हुन्छ, त्यसलाई हामी कारबाही गर्छौँ। र त्यस स्थानमा चाहिँ तपाईँ हामी अहिले भनेको युवा हो, भनेको विशेष गरी युवाहरू तपाईँहरूको हातमा चाहिँ अब हरेक ठाउँमा तपाईँहरूको हात छ। त्यो ठाउँमा अहिले तत्काल हामीले त्यो गाउँमा त्यो ठाउँमा मुस्लिम पनि हुनसक्छ, हिन्दू पनि हुनसक्छ। तपाईँ हामी यतिजना बस्नुको कारण के छ भने हामी त्यो सामाजिक त्यो गरेर चाहिँ जातित्व दङ्गा नभड्कियोस्। सानो कुराले गर्दा, सानो कुरा त होइन यो, त्यो ठुलो कुरा हो। कसैको जातित्वमाथि कसैले त्यस्तो बोल्न पाउँदैन। तर यदि कोही कसैले बोल्छ भने कानुनले त उसलाई कारवाही गर्छ। तर तपाईँ धैर्य रहनु होला। तपाईँलाई हामी कुनै पनि कसैले बाँकी राख्दैनौँ, त्यसमा कुनै पनि हाम्रो मेजोरिटी हुँदैन, कुनै पनि त्यसलाई हामी साथ दिँदैनौँ। प्रत्यक्ष दिएका छौँ, चाहे हिन्दू होस् चाहे मुस्लिम होस्, त्यो फटालाई हामी फटाइ बन्नुपर्छ। त्यसलाई हामी कारवाही गर्न हामी एकदम प्रतिबद्धता दिन्छौँ। र तपाईँहरूलाई म अझै पनि के आग्रह गर्छु भने त्यस ठाउँमा गएर उहाँको परिवारलाई, उहाँको छिमेकलाई, उहाँको गाउँलाई, उहाँको चाहिँ वरिपरिको मान्छेलाई हामी कसैले पनि उसलाई गएर कुनै टचर नदिउँ। त्यहाँ हिन्दू पनि हुनसक्छ, त्यहाँ मुस्लिम हुनसक्छ, कसैलाई चाहिँ हामीले अप्ठ्यारो नपारिदिउँ। तपाईँहरूको साथ दिएर हामी साथ अगाडि बढ्छौँ। त्यो फटा 100% फटा हो, त्यसले त्यस्तो गर्नु हुँदैन। त्यस्ता मान्छेलाई हामी कारवाही गर्छौँ। तपाईँहरूले मलाई निवेदन नदिए पनि तपाईँले मलाई त्यो मान्छेलाई कारवाही गर्नुपर्छ। यस्तो युवाहरू ल्याएर हाम्रो यो जातित्व भड्किन सक्छ सर। तपाईँ हामी चाहिँ मिलेर काम गरौँ, त्यसलाई चाहिँ कारवाही गरौँ भनेर यत्र युवाहरू विशेष गरी हाम्रो पहिला पनि चौकी जोगाउने जेन्जी भाइहरू हुनुहुन्छ, सबैजनाले चौकी तपाईँले बजाउनु भएको हो। त्यस कारण हामी रहेका छौँ। र जसरी तपाईँले चौकी बसाइदिनु भयो त्यसरी नै अब युवाहरूले यो जातित्व भड्किन नदिउँ। तपाईँ हामी एकजुट भएर यो सबैको फोटो लिनु भाइ यहाँ। किन तपाईँ म मात्रै जिम्मेवार छुइनँ, तपाईँहरू मात्रै सबैजना जिम्मेवार भएर हामीले यसलाई चाहिँ हामी सम्हाल्नुपर्छ। गल्ती गर्नेलाई हामीले यदि कारवाही गरिनु देखेर पनि त्यति छोड्यो भने हामीले तपाईँहरूले मान्छेलाई ठाडो उठाउनुहोस्। यो मान्छे कहाँ छ भन्ने कुरा हाम्रो जिल्ला प्रहरी कार्यालय पनि खोज्छ, हामी पनि खोज्छौँ, तपाईँ पनि कारवाही हुनुपर्छ। म भनिदिन्छु एक किसिम तपाईँको हामीलाई टाइम चाहिएन, 2 घण्टाभित्र त मान्छेलाई हामीहरू सुत्दैन नि, एउटा कुरो तपाईँले के भन्नु भने प्रहरी भनेको पनि जादुको छडी होइन, तपाईँहरू हो, मेन तपाईँहरू हो। तपाईँहरूले हामीलाई इन्फर्मेसन दिनुहोस्। तर काहीँ भेट्नु भयो तपाईँले केही पनि नगर्नुहोस्। भोलि एकछिन गरेर भोलि दुर्घटना भयो तपाईँ हामी नै पर्छौँ। हात नलाउनुहोस्, प्रहरीलाई बोलाउनु, हामी जतिखेर पनि आउँछौँ। तर यति बजे यतिखेर यहाँबाट भने हामी घिसार तपाईँले एउटा मेरो गोरुको 12 टका गरेर त्यो हुन सक्दैन। तपाईँले सहयोग गर्नुहोस्, हामी पनि लागि पर्छौँ। यो ठाउँमा छ भनेर भन्नुहोस्, हामी गएनौँ भने हामीलाई भन्नुहोस्, हामी खाली खुट्टा जान्छौँ। तपाईँहरूका लागि हामी ज्यान दिन तयार छौँ। म जान्छु, तर म जान्छु प्लिज सुन्नु, प्लिज तपाईँले के गर्नु भने म जान्छु, तपाईँहरू नजानुहोस्। एकजना बरु मान्छे जानुहोस् मसँग। त्यो किनभने त्यसो गरेपछि घुलडुङ्गा गएपछि कुरो अर्कै हुन्छ। म जान्छु गरेर के यथार्थ बुझ्छु। र तपाईँहरू सबैजनाले चाहिँ उसको लोकेसन कहाँ छ यसो हेरिदिनु होला, कहाँ छ भन्ने कुरो बुझिदिनु होला। जहाँ भेटे पनि तपाईँले हातपात नगरिदिनु होला। उसलाई हामी जसरी मिल्छौँ समात्नु भयो भने हामीलाई बोलाउनुहोस्, हामी आउँछौँ, तपाईँहरूलाई सहयोग गर्छौँ। यहाँ सुन्नु, धेरै अब कुरो हुँदैन। त्यो मान्छे हामीलाई होइन 24 घण्टाभित्र, यो त भाइले 2 घण्टा भन्यो त्यो छोड्नु, त्यो पुलिसले 2 घण्टामा कहाँबाट छोड्नु? 24 घण्टाभित्र त्यो मान्छेलाई समातेर कानुनको दायरामा त्यसलाई के गर्नुपर्छ, मुद्दा चलाउनुपर्छ कि के गर्नुपर्छ, त्यसलाई जिल्ला पठाउनु, त्यो माथि एकदम राम्रैसँग छानबिन गरेर मुद्दा चलाउनु।
तर कुनै न त नेताको पावर पुगोस् एकछिन न त कुनै नेताको पावर पुगोस् कसैको पावर पुग्दैन त्यहाँ नेताको चर्खेल हुँदैन तपाईँहरू एउटा कुरो बुझ्नुहोस्, अहिलेको अवस्थामा जबकि सामाजिक सञ्जालमा बकाइदा उसले गरेको छ त्यो केही पनि हुन्छ जस्तो मलाई लाग्दैन। मैले मेरो लेभलबाट गर्ने कुराहरू तपाईँलाई कुनै पनि कस्तो माग राख्दिनँ। हो भोलि उसले जवाब दिएला होइन, उसले जवाब दिएर तपाईँहरूका साथमा म छु, तपाईँहरूले मलाई साथ दिनु होला। ल यसै गरेर चाहिँ तपाईँले गरौँ, म तपाईँलाई सहयोग गर्छु। धन्यवाद।